मेरो त अब मलाई त कुनै कुनै भिडियो 30 मिनट 40 मिनट गयो भने पनि अब कुनै आफूलाई ठिक लाग्यो भने त हालिदिन्छु म हाल्ने हो है नन स्टप हाल्नु सिक्नु युट्युबमै हेरेर सिक्नुपर्छ के गर्नुपर्छ कहाँ हामीलाई पनि आउँछ त सबै कुरा हामीले पनि सिक्नु त हुने अर्का हेरेर सबै कुराहरू सिक्नुपर्छ कोही मान्छे नै पर्फेक्ट भएर आउँदैन नि त होइन समाल पनि धेरै फिल्म खेल्दै गएर सुपर हिट भयो भने समाल पनि सुपर स्टार भयो नि त त्यस्तै हो कि हामी पनि सुपर स्टार बन्नु छैन मलाई चाहिँ पैसा आओस् भने मात्रै गरे मलाई चाहिँ पपुलर होस् म यस्तो ठुलो खतरा मान्छे होस् भन्ने चाहिँ मन छैन दुनियाँले चिनोस् जस्तो चाहिँ लाग्दैन जस अब भ्युज जाओस् पैसा अर्निङ चाहिँ होस् होइन अब आफूले गरेपछि भन्ने चाहिँ लाग्छ आफ्नो मेहनतको फल पाओस् त्यसरी त्यो अब पुरै हिरे बन्नेमा खत्रै मान्छे भन्ने चाहिँ लाग्दैन नर्मलै मान्छे यस्तो कि जिन्दगीमा आफू खुसी हुनु पर्यो त्यति भयो कि आइपुग्यो दामेन गौशाला कट्यो त अब घर आइपुग्यो दाइसँग गफ गर्दा गर्दै बरु यहाँसम्म आइपुगिहाल्दैछ छिट्टै आइपुग्यो जस्तो लाग्यो है आफ्नै हाल्नु सकेसम्म आफूले के गर्छ यस्तो कबाडी मोबाइलबाटै सुरु गर्ने हो सुरुवात कहाँ आइफोन हुन्छ अब यो क्यामेरा हुन्छ सुरुमा त पैसा नै हुनु पऱ्यो एउटा क्यामेरा अलिक नर्मल खालको जस राम्रै खालको मोबाइल लिनु मोबाइल पनि यस्तो आइफोनै किन्न नसके पनि ठिक्कको 20-30 हजार स्यामसङको हुन्छ नि 30-40 हजार जाने सेकेन्ड ह्यान्डको किन्यो भने राम्रो हुन्छ स्यामसङको लिनु मोबाइल चाहिँ यसको चाहिँ पिक्चर क्वालिटीहरू भिडियो क्वालिटी राम्रो आउँछ क्या मैले पहिला म मोबाइलमै गर्थेँ नि स्यामसङको मोबाइलहरू राम्रो लाग्छ मलाई त किन अनि गिम्बल किने नि हुन्छ कि अझै एउटा गिम्बल सक्छ भने त अब क्यामेरा किने पनि भयो बिस्तारै गरेर सर्ट भिडियोले तान्दैन मान्छे तान्न त तान्छ होला मलाई चाहिँ धेरै हाल्दिनँ म त सर्ट भिडियो चाहिँ लङ भिडियो हाल्ने भयो लु त्यहाँदेखि टाइटल चाहिँ गएर यसो नभए च्याट जिबिटी भन्ने थाहा छ मलाई थाहा छ कि थाहा छ च्याट जिबिटी मैले डाउनलोड गरेको छैन मैले सुनेको छु गुगलमा जानु न डाउनलोड गर्नै पर्छ गुगलमा गएर सर्च गर्नु च्याट जिबिटी त्यहाँ ट्राई विथ गर्ने लगइन गर्नु अनि च्याट जिबिटी नेपालीमा भने नि हुन्छ मलाई युट्युबको लागि